नमस्कार, म डाक्टर राजन न्यौपाने, स्त्री तथा प्रसूति रोग विशेषज्ञ। म यहाँहरूलाई मेरो डाक्टर राजन एसजिएस नामको युट्युब च्यानलमा स्वागत गर्दछु। आज म यहाँहरू समक्ष केही फरक विषयमा कुरा गर्न गइरहेको छु। आजको समयमा हामीहरूलाई आफ्नो रिलेसनसिप यानी सम्बन्धको बारेमा धेरै समस्याहरू भइरहेका, हामी हाम्रो रिलेसनसिपको बारेमा चिन्तित वा उत्सुक भइरहेका हुन्छौँ। त्यसैले आज म यहाँहरूलाई रिलेसनसिप सम्बन्ध भनेको के हो, के कस्ता प्रकारका सम्बन्धहरू हुन्छन् र अहिलेको समयमा जवान महिला र पुरुषहरूले जान्न चाहने रोमान्टिक रिलेसनसिपका सुरुका चरणहरूदेखि अन्तिमका चरणहरूसम्म के कस्ता हुन्छन्, सम्बन्ध सुधार गर्न के कस्ता उपायहरू अपनाउनुपर्छ भन्ने बारेमा सरल भाषामा जानकारी गराउन गइरहेको छु। यदि यहाँहरूले अहिलेसम्म डाक्टर राजन एसजिएस नामको युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र जानकारी राम्रो लागेमा लाइक र सेयर गरिदिनुहोला। अब सुरु गरौँ रिलेसनसिप भनेको के हो र के कस्ता प्रकारका सम्बन्धहरू हुन्छन् यसका बारेमा। सम्बन्ध भनेको दुई व्यक्तिहरूको बीचमा हुने सकारात्मक वा नकारात्मक अपेक्षा सहित दुई व्यक्ति बीचको शारीरिक तथा भावनात्मक सतहदेखि घनिष्ठतासम्मको अनुभवलाई जनाउँछ। अहिलेसम्म रिलेसनसिप भन्ने बित्तिकै रोमान्टिक सम्बन्ध भनेर बुझ्दछौँ, तर सम्बन्ध भनेको त्यति मात्र होइन। सम्बन्धमा मित्रता, विश्वास, प्रेम, अपेक्षाहरू लुकेका हुन्छन्, तर सम्बन्धमा सधैँ शारीरिक घनिष्ठता, भावनात्मक संलग्नता र प्रतिबद्धता समावेश हुन्छन् भन्ने पनि छैन। सम्बन्धमा पारिवारिक सम्बन्ध, मित्रता, परिचितहरूको सम्बन्ध, कार्य सम्बन्धहरू, परिस्थितिजन्य सम्बन्धहरू, रोमान्टिक सम्बन्धहरू र यौन सम्बन्धहरू पर्दछन्। यी सबै विभिन्न प्रकारका सम्बन्धहरू निकटताको आधारमा धेरै फरक हुन सक्छन्। यस्ता धेरै प्रकारका सम्बन्धहरू भए तापनि मुख्य रूपमा चार प्रकारका सम्बन्धलाई विशेष रूपले लिइन्छ, जसमा पारिवारिक सम्बन्ध, रोमान्टिक सम्बन्ध, मित्रता र परिचितताको सम्बन्ध। आज हामी रोमान्टिक सम्बन्धका चरणहरूका बारेमा कुरा गर्नेछौँ। रोमान्टिक सम्बन्धहरू भनेको एक व्यक्तिले अर्को व्यक्तिको लागि महसुस गर्ने मोह, आत्मीयता, प्रतिबद्धता, प्रेम र आकर्षणको भावनाले भरिएको अनुभव हो। विभिन्न समयमा भएका विभिन्न खाले अनुसन्धानमा विज्ञहरूले मानिसले प्रेम कसरी अनुभव गर्छन् र कसरी व्यक्त गर्छन् भन्ने कुरा विभिन्न तरिकाले वर्णन गरेका छन्। धेरैजसो प्रेम सम्बन्धहरू के भइरहेको छ भन्ने बारे हामीलाई पूर्ण रूपमा थाहा नभइकन सुरु हुन्छन्, विकास हुन्छन् र खुल्छन् पनि। सम्बन्धको सुरुवातमा जब मानिसहरू पहिलो पटक प्रेममा पर्छन्, सामान्यतया मानिसले आनन्द र जोसको भावना बलियो अनुभव गर्छन्। यस समयमा मानिसको मस्तिष्कले विशिष्ट न्युरोट्रान्समिटरहरू जस्तै डोपामाइन, अक्सिटोसिन र सेरोटोनिन हर्मोन रिलिज गर्दछ, जसले मानिसलाई उत्साहित, आनन्दित र खुसी महसुस गराउँछ। तर रोमान्टिक सम्बन्धहरू समयसँगै परिवर्तन हुन सक्छन्। त्यसैले समय बित्दै जाँदा यस्ता भावनाहरूमा कमी आउन सक्छ। दुई व्यक्ति बीचको सम्बन्ध परिपक्व हुँदै जाँदा मानिसहरूले भावनात्मक आत्मीयता, समझ र प्रतिबद्धताको भावनाहरू गहिरो स्तरमा विकास गर्छन्। हामीहरूलाई सम्बन्धहरू कसरी बढ्छन्, कसरी विकास हुन्छन् र कसरी तिनीहरू बिग्रन्छन् र अन्ततः सम्बन्ध समाप्त हुन्छ भन्ने धेरै कुरा तपाईँले एकअर्कासँग कति समय सँगै बिताउनुहुन्छ, साथै संलग्न दुई व्यक्तिहरूको व्यक्तित्व, शारीरिक तथा भावनात्मक आवश्यकताहरूमा पनि निर्भर पर्छ। अब रोमान्टिक रिलेसनसिपका 9 चरणहरू। पहिलो, सुरुवाती चरण। यो चरण एक व्यक्तिले अर्को व्यक्तिलाई पहिलो पटक भेट्दादेखि नै सुरु हुन्छ। तपाईँ आफ्नो अगाडिको व्यक्ति कस्तो देखिन्छ, कस्तो लुगा लगाएको छ र आफूलाई कसरी प्रस्तुत गर्दछ भन्ने कुरामा आकर्षित हुनुहुन्छ र त्यो व्यक्तिले पनि तपाईलाई यिनै मापदण्डहरूद्वारा मूल्याङ्कन गरिरहेका हुन्छन्। दुवैजनाले एकअर्काप्रति आकर्षणको बारेमा
पठाएका सूक्ष्म र अस्पष्ट सङ्केतहरूमा ध्यान दिइरहेका हुन्छन्। यद्यपि यो प्रारम्भिक प्रवाहहरू सही नहुन पनि सक्छन्। यस्ता प्रवाहले तपाईहरू दुईजना अर्को चरणमा प्रवेश गर्न चाहनुहुन्छ वा चाहनुहुन्न भन्ने कुरालाई मात्रै प्रभाव पार्छ। दोस्रो, प्रयोग चरण। सम्बन्धको यो चरणमा रोमान्टिक साझेदारहरू विभिन्न समय र स्थानहरूमा डेटिङ जान्छन् र कुराकानी गर्छन्, जसमा दुवैको चाहना, एक अर्कासँग अपेक्षा, साझा रुचि र मूल्य मान्यताहरूका बारेमा जानकारी लिन्छन्। रोमान्टिक साझेदारहरूको आकर्षण अनुहार पछाडिको व्यक्तिको व्यक्तित्वको बारेमा जानकारी लिई तपाईँले चाहनुभएको व्यक्ति जस्तो हो वा होइन र तपाईँहरू एक अर्कासँग कस्ता र कसरी सम्बन्ध राख्नुहुन्छ भन्ने बारे पत्ता लगाउँदा तपाईँलाई यो समय साँच्चीकै रमाइलो र रोमाञ्चक समय हुन सक्छ। तेस्रो, गहिरो वा आनन्दको चरण। यस चरणमा रोमान्टिक साझेदारहरूको बीचको सम्बन्ध अझ बढी गम्भीर र गहिरो हुँदै गइरहेको हुन्छ। दुवैजनाले एक अर्कामा धेरै समानताहरू फेला पार्नुभएको हुन्छ र तपाईँहरू एक अर्कालाई आफ्ना थप निजी र घनिष्ठ जानकारी साझा गर्न थाल्नुहुन्छ। यो त्यो समय हो जब तपाईँहरू एक अर्कालाई स्नेहको भावना व्यक्त गर्ने, एक अर्कासँग धेरैभन्दा धेरै समय बिताउन मन लाग्ने र एक अर्कालाई उपहार दिने गर्नुहुन्छ। यो रोमान्टिक सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण र रोमाञ्चक चरणहरूमध्ये एक हो। चौथो, एकीकरण चरण। यो चरणमा तपाईँहरूको सम्बन्ध पूर्ण रूपले फस्टाएको हुन्छ र तपाईँहरू एक अर्कालाई प्रेमी र प्रेमिकाका रूपमा हेर्न थाल्नुहुन्छ। एक अर्कासँग धेरै समय बिताउने र एक अर्काका जीवनका पक्षहरूलाई एकीकृत गर्न थाल्नुहुन्छ। आफ्नो जीवनका विभिन्न पक्षहरू खुलस्त रूपमा बताउन सक्ने, प्रेमका बारेमा कुरा गर्ने र आफूले अनुभव गरेका भावना व्यक्त गर्न सक्नुहुन्छ र यो बिन्दुमा पुगेपछि तपाईँहरू यौन रूपमा घनिष्ठ बन्न पनि सक्नुहुन्छ। पाँचौं, बन्धनको चरण। यो चरणमा रोमान्टिक साझेदारहरू पूर्ण रूपमा एकताबद्ध भई विवाह गरेर वा सँगै बसेर थप औपचारिक प्रतिबद्धताहरू विकास गर्नुहुन्छ। तपाईँहरू दुवैका साथी र परिवारजनले तपाईँहरूलाई एक प्रतिबद्ध जोडीका रूपमा हेर्छन्। यो चरणमा तपाईँहरू कुनै पनि निर्णय एकल नगरी सामूहिक गर्न थाल्नुहुन्छ। एक बन्धनयुक्त, मायालु, घनिष्ठ रोमान्टिक सम्बन्ध हुनुले मानिसलाई सन्तोषजनक जीवन मात्र नभई शारीरिक तथा मानसिक रूपमा पनि स्वस्थ राख्न मद्दत गर्छ। छैठौं, भिन्नताका चरणहरू। समय, दिन, महिना, वर्ष गरी बित्दै जाँदा तपाईँ आफूलाई दीर्घकालीन सम्बन्धको चरणमा रहेको तर आफूले सोचे जस्तो सकारात्मक नभएको पाउन सक्नुहुन्छ। यो चरणमा मानिसले आफूलाई जोडीको रूपमा नहेरेर व्यक्तिगत रूपमा हेर्न थाल्दछन्। जीवनका माग र दबावले तपाईँलाई एक अर्काबाट फरक दिशामा तान्छ र तनाव, आक्रोश सिर्जना गर्छ। सातौं, परिधिबद्ध चरण। यस चरणमा तपाईँहरू एक अर्काबाट अझ बढी टाढा हुन थाल्नुहुन्छ र एक अर्का बीच घनिष्ठता पनि कम हुन थाल्छ। सम्बन्धमा यो समय धेरै पीडादायी र एक्लो समय हो। जोडीहरूको बीचमा एक अर्काप्रतिको आफ्नो मौलिक घनिष्ठता र सम्मान गुमिरहेको हुन्छ। आठौं, स्थिरताको चरण। यस चरणमा जोडीहरू त्यस्तो बिन्दुमा पुगेका हुन्छन् जहाँ बिछोड लगभग निश्चित हुन्छ, तर सुविधा वा आवश्यकताका कारण सम्बन्ध कायम रहेको हुन्छ। यस चरणमा जोडीहरू सँगै रहे पनि सम्बन्धमा उदासीनता र सम्बन्ध विच्छेद भएको महसुस गर्न सक्नुहुन्छ। 9. समाप्तिको चरण। यस चरणमा जोडीहरू सम्बन्ध विच्छेद वा दुई व्यक्ति छुट्टा छुट्टै घरमा बस्न थाल्नुहुन्छ। प्रायःजसो यस चरणमा पुगेपछि जोडीहरू अदालतीय प्रणाली मार्फत सम्बन्ध विच्छेद गराएर सम्भावित द्वन्द्व र थप भावनात्मक पीडाबाट राहत पाउन कोसिस गर्छन्। रोमान्टिक रिलेसनसिपमा
समयसँगै निकटता कायम राख्ने केही सुझावहरू। तपाईँ हामीलाई थाहा भएकै कुरा हो, सम्बन्ध गाँच्नुभन्दा मुस्किल काम समय बितेसँगै सम्बन्धमा निकटता राख्नु, आफ्नो रोमान्टिक रिलेसनसिपलाई दीर्घायु राख्न गाह्रो तथा महत्त्वपूर्ण हुन्छ। जोडीहरूको सम्बन्धलाई स्वस्थ र जीवन्त राख्ने जिम्मेवारी दुवैजनाको हुन्छ। सम्बन्धलाई जोगाउन, पोषण र विकास गर्ने काम महिला र पुरुष दुवैले गर्नुपर्छ। तपाईहरूको सम्बन्धलाई घनिष्ठ बनाइराख्ने केही सुझावहरू जस्तै एक अर्कासँग खुलस्त प्रभावकारी रूपमा कुराकानी गर्नुपर्छ। प्रायःजसो जोडीहरू विभिन्न कारणले समस्या आउँदा मात्र एक अर्कासँग कुराकानी गर्ने, नत्र आफ्नो काम गर्ने र मोबाइलमा सोसल मिडियामा मात्र व्यस्त हुने हुन्छन्। त्यसो नगरेर नियमित रूपमा कुराकानी गर्ने, पार्टनरको कुरा सक्रिय रूपमा सुन्ने, उसको भावना बुझेर आफ्ना विचार र प्रतिक्रिया स्पष्ट र सम्मानपूर्वक व्यक्त गर्नुपर्छ। यसरी सधैँभरि कुराकानी गर्दा एक अर्काको भावना बुझ्न मद्दत गर्छ। अर्को, गुणस्तरीय समयलाई प्राथमिकता दिनुहोस्। अहिलेको समयमा हरेक मानिस व्यस्त हुनु सामान्य कुरा हो। व्यस्तताका कारण आफ्नो पार्टनरलाई समय कम नगर्नुहोस्। पार्टनरसँग गुणस्तरीय समयलाई प्राथमिकता दिनुहोस्। यो एकदमै महत्त्वपूर्ण छ। दुवैजनालाई मनपर्ने कार्य सँगै गर्नु उचित हुन्छ। अर्को, आफ्नो पार्टनरको हात समाएर, अँगालो हालेर वा चुम्बन गरेर स्नेह देखाउनुहोस्। यस्ता किसिमका ससाना कार्यहरूले दुवैजनामा आत्मीयता कायम राख्न मद्दत गर्न सक्छ। आफ्ना पार्टनरले आफूलाई गरेको कामहरूको कदर गर्नुहोस्, प्रशंसा व्यक्त गर्नुहोस्, धन्यवाद भन्नुहोस्, उसले आफ्नो लागि गरेको प्रयासलाई स्वीकार गर्नुहोस्। अन्तमा म एक स्त्री तथा प्रसिद्ध रोग विशेषज्ञ भएको हिसाबले के भन्न चाहन्छु भने अहिलेको समयमा युवा किशोर किशोरीहरू बिना कुनै प्रतिबद्धता वा अपेक्षा सम्बन्ध बनाउने, डेटिङ जाने र यौन सम्बन्धमा पनि सजिलै समावेश हुने गरेको विभिन्न अध्ययनले जनाएको छ। जस्तै एक रात्रि स्ट्यान्डहरू, बुटी कलहरू, यौन सम्पर्कका साथीहरू, फाइदा हुने साथीहरू आदि। युवा वयस्कहरूमा प्राय यस्ता सम्बन्ध सामान्य हुन्छन्। तिनीहरूले गम्भीर सम्बन्धको भावनात्मक माग र ऊर्जा, प्रतिबद्धता बिना यौन आत्मीयता, सम्बन्ध र साथीको आवश्यकता पूरा गरिरहेका हुन्छन्। तपाईलाई अर्को व्यक्तिसँग कस्तो प्रकारको सम्बन्ध छ भन्ने कुराले खासै फरक पार्दैन, तर सम्बन्ध स्वस्थ हुन एकदमै महत्त्वपूर्ण छ। स्वस्थ सम्बन्धमा सहमति, विश्वास, पारस्परिक सम्मान, इमानदारी र स्नेह जस्ता विशेषताहरू हुन्छन्। सहमतिमा स्वस्थ सम्बन्ध राख्नाले केही हानि नोक्सानी गर्दैन, तर यौन सम्बन्ध राख्दा आउन सक्ने समस्याहरू जस्तै यौन सञ्चारित सङ्क्रमण, नचाहँदो गर्भ आदिलाई विचार पुर्याउनुपर्छ। अनुसन्धानका आधारमा 22 देखि 25% वयस्कहरू आफ्नो जीवनको कुनै न कुनै समयमा यस्तो सम्बन्धमा रहेका हुन्छन्। तर यदि कुनै सम्बन्धले तनाव निम्त्याइरहेको छ वा विषाक्त हुने सङ्केत देखाएको छ भने स्पष्ट सीमाहरू स्थापित गर्न खोज्नुहोस्। नभए आफूभन्दा ठुला आफ्ना साथीभाइ, इष्टमित्र, दाजुभाइ, आमाबुवासँग निसङ्कोच खुलस्त रूपमा तपाईले अनुभव गर्नुभएका समस्या बताउनुहोस्। यसो गर्नाले तपाईलाई सहयोग गर्ने मानिसहरू हुन्छन् र त्यो सम्बन्धले तपाईलाई असर पनि पार्न सक्दैन। यहाँहरूलाई यो जानकारी कस्तो लाग्यो तल कमेन्ट गर्नुहोस्। जानकारी राम्रो लागेमा लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।